हेलो नमस्ते। आज म हजुरहरूलाई एउटा नयाँ भिडियो लिएर आएको छु। आजको भिडियो छ पायोमेट्रा इन युटेरस है, भनेको मतलब पाठीघरमा पिप जम्मा हुनु है। यो स्पेशली कुकुरहरुमा धेरै देखिन्छ। त्यसले गर्दाखेरि चाहिँ म आज यसको सर्ट भिडियो लिएर आएको छु। पायोमेट्रा भन्ने बित्तिकै पाठीघरमा तपाईको पिप जम्मा हुनु हैन। यो कारण धेरै प्रकारका कारण हुन सक्छन्, तर मुख्य गरी दुई प्रकारका कारण छन्। एउटा मेन कारण भनेको चाहिँ तपाईको चाहिँ हर्मोनल डिसब्यालेन्स भएको अवस्था हुन सक्छ भने अर्को मेन भनेको चाहिँ कीटाणुको कारणले गर्दा हुन सक्छ। म आज यो दुईटा बारेमा छोटो म एउटा भिडियो बनाउन गइरहेको छु। एउटा भनेको हर्मोनल डिसब्यालेन्स, जुन भनेको चाहिँ हर्मोनको कारणले गर्दाखेरि है। अब जब त्यो पोथी कुकुर एउटा आफ्नो वयस्क अवस्थामा पुग्छ अथवा प्युबर्टी स्टेज पार गर्छ, त्यतिबेला चाहिँ ऊ हिटमा आउँछ अथवा पिरियडमा आउँछ हैन। त्यो अवस्थामा चाहिँ उसको शरीरमा धेरै किसिमका हर्मोनहरू रिलिज भइरहेका हुन्छन्। अनि मुख्य गरी तपाईको चाहिँ प्रोजेस्टेरोन भन्ने एउटा हर्मोन हुन्छ। प्रोजेस्टेरोन हर्मोनको मेन काम भनेको प्रेग्नेन्सीलाई मेन्टेन गर्ने काम गर्छ साथीहरु हैन। अब त्यो प्रेग्नेन्सीलाई मेन्टेन गर्ने हर्मोन जुन प्रोजेस्टेरोन हर्मोन छ, त्यसले के गरिदिन्छ भन्दाखेरि चाहिँ युटेरसको लाइनिङ हैन, जुन युटेरसको वालहरु हुन्छ, त्यो युटेरसको पाठीघरको वाललाई त्यसले थिकनेस पार्दिन्छ, अलिकति मोटो कडा बनाउँछ, ताकि त्यसको मेन काम भनेको बच्चालाई चाहिँ प्रेग्नेन्सी मेन्टेन गर्ने काम गरेको हुन्छ है। त्यो कारणले गर्दाखेरि चाहिँ यदि बाइ चान्स एनिमल त्यो डग फिमेल डग हिटमा आयो र उले चाहिँ एउटा बच्चा बस्न सकेन तर हैन भने त्यो के भयो त भन्दाखेरि चाहिँ त्यो साइकल कन्टिन्युअसली चेन्जेस हुने भयो हैन। भनेको अब अहिले पनि हिटमा आयो बच्चा बसेन, फेरि अर्कोचोटि पनि हिटमा आउँछ बच्चा बसेन भने के भयो त भनेपछि त्यति बेला हर्मोन त रिलिज भइरहेको हुन्छ, उसको शरीरमा चाहिँ प्रोजेस्टेरोन हर्मोन त रिलिज भइरहेको हुन्छ। त्यो प्रोजेस्टेरोन हर्मोनले चाहिँ त्यो लाइनिङलाई युटेरसको पाठीघरको लाइनिङलाई चाहिँ थिकनेस पार्दै गइरहेको हुन्छ। त्यति बेला चाहिँ के भइदिन्छ भनेपछि कहिलेकाहीँ त्यहाँ हर्मोनल चेन्जेस भइदिन्छ र जसले गर्दाखेरि चाहिँ त्यो पाठीघरको वालहरुमा सिस्ट पैदा गरिदिन्छ हैन। सो त्यसलाई त्यो भनेको सिस्टिक चेन्जेसहरु ल्याइदिन सक्छ हैन, जुन भनेको चाहिँ तपाईको सिस्टिक इन्डोमेट्रियम हाइपरप्लासिया भन्छ हैन। सो त्यो कारणले गर्दाखेरि एउटा त्यो हुने भयो भने अर्को मेन कारण भनेको चाहिँ कुनै कीटाणुहरुको कारणले गर्दाखेरि चाहिँ हैन। सो कहिलेकाहीँ के भइदिन्छ भन्दाखेरि चाहिँ कहिलेकाहीँ तपाईको साल्मोनेला इकोलाई हैन, स्युडोमोनासहरु धेरै प्रकारका कीटाणुहरु हुन्छन्, ब्याक्टेरियाहरु। त्यो कारणले त्यो ब्याक्टेरियाहरु चाहिँ तपाईको पाठीघरमा इन्ट्री भयो भनेपछि पनि तपाईको त्यो खालको समस्या देखिन्छ। अब इन्ट्री कसरी हुन्छ भन्ने कुरा गर्नु होला। अब इन्ट्री भनेको तपाईको सर्भिक्स भन्ने हुन्छ त्यहाँ हैन, जुन पाठीघरको साइडमा एउटा सर्भिक्स जुन गेट पालेको रूपमा काम गर्छ उसले, त्यो दुईचोटि मात्र ओपन हुन्छ। एउटा भनेको तपाईको एनिमल हिटमा आउँदाखेरि पिरियडमा आउँदाखेरि ओपन हुन्छ भने अर्को भनेको चाहिँ तपाईको ब्याउने बेलामा अथवा पार्चुलेसन भएको बेलामा मात्र ओपन हुने हो हैन। जब एनिमल हिटमा आउँछ, हिटमा आइसकेपछि त्यो सर्भिस ओपन हुन्छ। ओपन हुने बित्तिकै चाहिँ त्यहाँबाट चाहिँ साल्मोनेला इकोलाई जस्ता ब्याक्टेरियाहरु चाहिँ भित्र गएर मल्टिप्लाई भइदिन्छ र त्यसले त्यहाँ पस जम्मा गरिदिन्छ हैन। र अब यस्तो अवस्थामा कुकुरले देखाउने लक्षण चाहिँ कस्तो हुन्छ भन्नु होला। अब लक्षण कस्तो हुन्छ भन्दाखेरि चाहिँ अब तपाईको दुई प्रकारका हुन्छन् फेरि यो चाहिँ हैन। एउटा ओपन पायोमेट्रा भन्ने हुन्छ, अर्को भनेको क्लोज पायोमेट्रा भन्ने हुन्छ। अब ओपन पायोमेट्रा भन्ने बित्तिकै चाहिँ हामीले आँखाले देख्छौँ हैन, जुन भनेको त्यो पछाडिपट्टिको त्यो भल्भाबाट मजाले सेतो खालको पिपहरू बग्ने पहेँलो खालको अथवा रातो खालको रगतहरू पिपहरू बगेको पाइन्छ साथीहरु। त्यो हामीले देख्छौँ र त्यो देख्ने बित्तिकै हामीले कन्फर्मेसन डायग्नोसिस गर्न सक्छौँ कि यो त पायोमेट्राको कारणले गर्दा हो भनेर बुझ्छौँ भने अर्को भनेको क्लोज पायोमेट्रा भन्ने हुन्छ, जुन भनेको चाहिँ हामीले आँखाले देख्दैनौँ है। यति बेला पाठीघरमा चाहिँ त्यो पिपहरू जम्मा भएर बसेको हुन्छ, तर त्यो चाहिँ बाहिर निस्किन पाउँदैन र त्यो पाठीघरले फोडेर अथवा त्यो रप्चर भएर चाहिँ पेरिटोनियम लेयरमा आइदिन्छ हैन, जसले गर्दा पेरिटोनाइटिस भइदिन्छ र सेप्टिसेमिक भएर एनिमलको मृत्यु हुन सक्छ साथीहरु। एउटा त्यो भयो। अब यसले देखाउने लक्षणहरु के छ भन्दाखेरि चाहिँ अब धेरै पानी खाने है। कहिलेकाहीँ पशुले चाहिँ फिमेल कुकुरले चाहिँ धेरै पानी खाएको छ भने बुझ्नु होला कि अलिकति यसमा के पायोमेट्रा पनि हुन सक्छ है भन्ने कुरा बुझ्नुपर्छ यदि फिमेल डग हो भनेपछि। अर्को भनेको ज्वरो आउने, खाना मन नगर्ने त छँदैछ अनि भमिसन्सहरु पनि गरिदिन्छ कहिलेकाहीँ चाहिँ हैन। सो यस्तो खालको लक्षणहरु देखिन सक्छ साथीहरु है। सो हजुरहरुले यस्तो खालको लक्षण देख्नु भएको छ आफूले घरमा पालेको कुकुरहरुमा भने यसको मेन औषधि भनेको नै औषधि त्यति इफेक्टिभ छैन हैन। सुरुको अवस्थामा अथवा चाहिँ यदि ओपन पायोमेट्रा भने त हामीले नर्मल एन्टिबायोटिक्सहरु दिएर पनि हामीले उपचार गर्न सक्छौं। तर यदि क्लोज पायोमेट्रा हो र अलिकति जीर्ण अवस्थामा गइसकेको छ भने यसको मेन
औषधि भनेको ट्रिटमेन्ट भनेको चाहिँ सर्जरी मात्रै हो। हामी ओभरोस्टेक्टोमी गरेर भित्रको पाठेघरलाई निकालेर फाल्ने हो है। त्यो कारणले गर्दाखेरि यदि हजुरहरूले त्यस्तो खालको केसहरू देख्नु भएको छ, आफ्नो घरमा तपाईँले भोगिराख्नु भएको छ भने अब यही कोलपुर नगरमा चाहिँ हजुरहरूको न्यू लाइफ भेट क्लिनिक ओपन भइसकेको छ। यदि हजुरहरूले स्पेङ गर्न चाहनुहुन्छ भने हामी तपाईँहरूलाई स्पेङ पनि गराइदिन्छौँ भन्दै आजको भिडियो चाहिँ म यहीँ इन गर्छु। धन्यवाद।